ल सबैजना नमस्ते। आज हाम्रो फ्राइडे इभिनिङ राइड स्टार्ट हुँदैछ होइन। हाम्रो चाहिँ यो 13th एडिसन हो र यसमा चाहिँ 10 टाइम्स पुरा गर्नुहुने हामी माझ हुनुहुन्छ हाम्रो एकदमै एक्टिभ मित्र युजी सरलाई चाहिँ यो ब्याच लगाइदिन म नवीन दाईलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। नवीन दाई प्लिज उहाँलाई चाहिँ यो ब्याच लगाइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। उमेशले चाहिँ 3rd एडिसनबाट कन्टिन्यू राइड गर्नु भएको छ। उहाँले चाहिँ आज चाहिँ 10 विक्स कम्प्लिट गर्नुभयो र उहाँलाई हामीले यसरी यो ब्याच प्रदान गरेर सम्मान गर्न पाउँदाखेरि हामी एकदमै खुसी छौँ। ल अहिले हामी अब यो ब्याच पाउनेमा चाहिँ हामी थुप्रैजना लाइनमा छौँ। म पनि लाइनमै छु, यहाँ हुनुहुन्छ वर्षा बहिनी हुनुहुन्छ लाइनमा, सुनिल सर हुनुहुन्छ। ल अब हामी चाहिँ बिस्तारै राइड गर्दै जाउँ होइन। हामी चाहिँ आज त्यस्तो लामो राइड गर्दैनौँ, सर्ट राइड गर्छौँ। आज नयाँ पनि हुनुहुन्छ अनि यसपछि साइक्लिङ चाहिँ मात्र साइकल पेडल मात्रै होइन, हामी चाहिँ गियरहरू पनि चलाउन सिक्छौँ है आज है सबैजना एकदम नआत्तिकिन। ब्रेक चाहिँ सबैजनाले राइट ह्यान्ड साइडको मात्रै ब्रेक युज गर्नु होला, किनभने त्यो राइट ह्यान्ड साइडको पछाडिको ब्रेक हो होइन। अनि त्यसपछि स्पिड चाहिँ अलिकति हामी ग्याप हुन्छ नि हाम्रो त्यो डिस्टेन्स चाहिँ अलिकति राखेरै हामीले चाहिँ राइड गर्नेछौँ। हामी यहाँ चाहिँ ट्राफिक बढी हुने भएको भएर हामी चाहिँ एउटा सिङ्गल फाइल हामी चाहिँ एउटा लाइनमा मात्रै राइड गर्छौँ है त। सबैजना रेडी हो राइड गर्नलाई? ल त्यसो जाने है त।